चारजना साथीहरू 12 कक्षा उत्तीर्ण गरिसकेपछि एउटा होटेलमा सामान्य पार्टी गरिरहेका हुन्छन् र कुरै कुरामा सोच बनाउँछन् कि आजको 30 वर्षपछि हामी यही होटेलमा फेरि भेट भएर पार्टी गर्नेछौँ। र अर्को कुरा, जो अन्तिममा आउँछ होटेलको बिल उसले नै पे गर्नुपर्नेछ। होटलको वेटरले पनि यो सब देखिरहेको हुन्छ र उसले भन्छ, यदि अबको 30 वर्षसम्म म पनि यही होटेलमा रहे भने तपाईहरूको यो पार्टी अवश्य पनि हेर्नेछु। त्यसको ठिक 30 वर्षपछि पहिलो साथी होटेल पुग्छ। त्यो होटेल अब 5 स्टार होटेल बनिसकेको रहेछ। यहाँ अहिले सबै बदलिसकेको थियो। एक व्यक्तिले उसलाई चिन्छ र भन्छ, सर बस्नुस्, मैले तपाईलाई चिनिसकेँ, म त्यही वेटर हुँ जो अहिले होटेलको मालिक बनिसके। त्यत्तिकैमा अर्को साथी आउँछ अनि दुईजना साथीको कुराकानी सुरु हुन थाल्छन्। सबै राम्रो चलिरहेको छ, बिजनेस ग्रो भइरहेको छ, घर परिवार पनि राम्रै चलिरहेको छ। यस्तै कुरा गर्दै बस्छन् उनी दुईजना। उनीहरूले कुरा साटासाट गर्दा गर्दै तेस्रो साथी पनि उनीहरूमा आज आइपुग्छ। तर चौथो साथी अझै पनि आउँदैन। होटलको मालिक भन्छ, सर केही खानाहरू अर्डर गर्दै गर्नुहोस्, तबसम्म तपाईको चौथो साथी पनि आउनुहुन्छ। खाना पनि आयो, तर चौथो साथी पर्खँदा पर्खँदै धेरै समय बित्यो। उदास मन बनाएर ती 3 जना साथीहरू त्यो खाना खान सुरु गर्छन्। खाना पनि खाएर सकिसके, तर त्यो चौथो साथी अझै पनि आएन। जब बिल दिने समय आयो तब ती 3 जना साथीहरू भन्छन्, हाम्रो साथी त ठूलो मान्छे बन्यो, हामीलाई इग्नोर गर्यो, हामीलाई भेट्न आएन, हामी सबैलाई भुल्यो, केही छैन, हामी 3 जना नै मिलेर बिल पे गरौं। जस्तै उनीहरू बिल पे गर्न काउन्टरतर्फ लाग्छन्, म्यानेजरले भन्छ, सर हजुरको बिल त अलरेडी नै पे भइसक्यो। अब ती 3 जना साथीहरू चौथो साथी नआएको कुरा गर्दै होटेलबाट बाहिर निस्किन साथ उनीहरूको अगाडि एउटा सरकारी गाडी आएर रोकिन्छ। त्यो गाडीबाट एउटा केटा निस्किन्छ र तिनी 3 जनाको खुट्टा छुँदै भन्छ, मेरो बुबा टिचर बन्नु भएको थियो, मलाई वकिल बन्ने लायक बनाउनु भयो, तर विडम्बना, मेरो बुबा आज भन्दा 1 महिना पहिला यो दुनिया छोडेर गइसक्नु भयो। उहाँले आफ्नो जीवनकालको अन्तिम समयमा तपाईहरुको यो बाचाको बारेमा मलाई बताउनु भएको थियो र भन्नु भएको थियो कि ती 3 जनाले खाना खाएर सकाइसकेपछि मात्र त गएस् अनि बिल पे गरिदिएस्। केटोले हात जोडेर भन्छ कि मेरो बुबा अब यो दुनियामा हुनुहुन्न, उहाँको बाचा पूरा गर्न म आएको छु। अब ती 3 जना साथीहरू मनिलो अनुहार बनाएर सोध्छन् कि हामीहरू 30 वर्षपछि नै किन भेट्यौं, 30 दिनपछि किन भेटेनौं। आफ्नासँग सधैँ भेट हुँदै गर्नुहोस्, किनकि त्यो भन्दा पहिला कोही आफ्नो यो दुनिया छाडेर नजाओस्। मान्छे एक पानीको बुलबुला मात्रै हो।